आज चाहिँ माघे सङ्क्रान्ति स्पेसल रेसिपीहरू तयार हुँदैछ। तिलको लड्डु, सङ्क्रान्ति स्पेसल तिलको लड्डु अनि चाकु अनि भुजाको लड्डु बनाउँदैछु। हरेक चाडबाडको छुट्टै महत्त्व छ। तिलको लड्डु, चाकु र बनाउनको लागि पहिला हामीले भेली लिने, भेलीलाई थोरै पानी राखेर पकाउने। भेलीलाई पकालेपछि त्यो भेलीलाई राम्रोसँग छान्ने, किनकि त्यसमा एकदमै धेरै फोहोरहरू हुन्छ। फोहोरहरू हुने भएको राम्रोसँग छान्ने। मैले चाहिँ बदाम भुट्न लागेँ, बदाम भुटेर उसको बोक्रा निकाल्नको लागि यता चाहिँ भेली पकाउँदै थिएँ। भेलीलाई पकाउने, भेली पकाउँदै त्यस थोरै अदुवा, ल्वाङ सुकमेलको धुलो अनि अलिकति घिउ राखेर भेली राम्रोसँग पकाउने। एकदमै थिक नहुँदासम्म पकाउने। र उता मैले चाकु बनाउनको लागि भाँडामा घिउ राखेर, घिउ मैले तेल राखेको छु, घिउ राखेर भाँडामा राम्रोसँग लगाउने, राम्रोसँग निस्कोस् भनेर। अनि राम्रोसँग बाक्लो तरिकाले पाकेपछि चाकु चाहिँ त्यो भाँडामा खनाउने। यसरी नै हामीले यसरी खनाउन सकिन्छ। अझ राम्रोसँग धेरै बेर पकाउन सकिन्छ। मैले धेरै अलिक कम पकाएको रहेछु। अनि माथिबाट हामीसँग ड्राई फ्रुट्सहरू जे छ सबै राखेर हामीले डेकोर गर्न सक्छौँ। राखेर पकाउन पनि सकिन्छ, आफ्नो आफ्नो स्टाइल हुन्छ। यसरी हेर्नु त। अब म केही बेरको लागि यसलाई फ्रिजमा छोडिदिन्छु जम्नको लागि। अब लागेँ म तिलको लड्डु बनाउन। यसरी चाडबाडमा यसरी घरमै खानेकुराहरू बनाउँदा छिट्टै रमाइलो हुन्छ। मेरो बहिनी र बहिनीको छोराछोरी आएको थियो, उनीहरूसँग गफ गर्दा गर्दै किचनमा काम गर्दा एकदमै रमाइलो भयो। एकदमै रमाइलोसँग बितेको थियो। स्कुल पनि छुट्टी भएको बेला मैले तिलको लड्डुको लागि तिलहरू राम्रोसँग सफा गरेको थिएँ। केको लड्डु बनाउने कालो तिल, सेतो तिल हजुरले आफ्नो चोइस अनुसार बनाउन सक्नुहुन्छ। मैले चाहिँ मिक्स गरेर बनाउन लागेको थिएँ। अनि क्रिस्पी बनाउनको लागि तिलहरू राम्रोसँग भुटेँ पड्किने गरी। अनि राम्रोसँग पाकेको भेली चेक गर्नको लागि हामीले यसमा हेर्नुपर्ने नै भेलीको कतिको पाकेको छ भनेर। भेली पाक्यो कि पाकेन, तयार भयो कि भएन भनेर हामीले चाहिँ पानीमा भेली छोड्दा डल्ला पर्नुपर्छ। एकै ठाउँ जम्मा भयो भने भेली हाम्रो रेडी भयो। यसरी भेली राखेँ। मैले अघि भुटेको बदामको बोक्रा निकालेर राखेको थिएँ। राम्रोसँग चलाउने, राम्रोसँग चलाएर अनि यसको डल्ला सानो सानो लड्डु, लड्डुको आकार दिन हामीले सक्छौँ। हातमा तेल लगाएर अथवा घिउ लगाएर यसरी मैले बनाउन लागेँ। अनि बहिनीले चाहिँ नानी बच्चाहरूलाई हेरिराखेको थियो अनि म एक्लै बनाएँ, भिडियो खिच्दै अनि रमाइलो गर्दै मैले तिलको लड्डु बनाउँदै थिएँ। बच्चाहरूलाई एकदमै खुसी लाग्छ यस्तो खानेकुरा देख्दा। अनि बच्चाहरू खुसी भएपछि त हामी आफू खुसी हुने नै कुरा भयो। यति धेरै लड्डु बनाएर राखेँ मैले। अब तिलको लड्डुलाई साइडमा राखेर अब पालो आयो भुजाको लड्डु बनाउने। भुजाको लड्डु पनि सेम तरिकाले भेली त्यस्तै गरी पकाउने र भुजामा राखेर राम्रोसँग चलाएर हल्का हातले दाबेर भुजाको लड्डु बनाउन सकिन्छ। मलाई चाहिँ यी सबै कुरा देख्यो भने मेरो सासूआमाको एकदमै धेरै याद आउँछ। उहाँले हामीलाई छोडेर गएको 6 वर्ष बितिसक्यो। तैपनि म बिहे गरेर यो घर आउँदाखेरि चाहिँ आमाले सिकाउनु भएको यो चाडबाडमा यिनी कुराहरू बनाउनुपर्छ भनेर आमाले सबै कुरा बनाएर पूजा गरेर चढाएर नि हामीलाई प्रसादको रूपमा दिनुहुन्थ्यो। त्यही भएर उहाँ नभए पनि मैले छोराछोरीलाई आफ्नो संस्कृति जोगाउनुपर्छ भनेर सबै कुरा बनाउँछु, देखाउँछु र सिकाउनको लागि। एकदमै फ्रिजबाट निकाल्दाखेरि चाकु एकदमै राम्रोसँग जमेको थियो, एकदमै क्रिस्पी भएको थियो। एकदमै खुसी भएँ। अनि प्रसादको लागि सबै छुट्याएँ अनि बच्चाहरूलाई टेस्ट गर्न दिएँ। आजको दिन एकदमै रमाइलोसँग बित्यो, एकदमै खुसी लाग्यो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। सानो भए पनि कोसिस गरेको छु। मभन्दा धेरै जान्ने हजुरहरू हुनुहुन्छ, त्यही पनि मैले मेरो कोसिसलाई माया गरिदिनुहुन्छ भन्ने आशा छ। भिडियो चाहिँ आधी नहेरिदिनु होला, भिडियो पुरा हेरिदिनु होला। ल हेर्नु त कति मिठो मिठो खानेकुरा बनाएको छु। यस्तै भिडियोहरू हजुरहरूले हेर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। सबैजनालाई धेरै धेरै माया। अझै यस्तै राम्रो भिडियोहरू लिएर आउनेछु। थ्याङ्क यू।